सबैमा नमस्कार। आज म तपाईलाई केही क्लिप्सहरू देखाउन गइरहेको छु। यसरी म सुरुमा घरबाट निस्किएर पार्क नजिकै एकछिन हिँड्न पर्यो भनेर चाहिँ लागे। यत्तिकैमा मलाई एकछिन भिडियो चाहिँ खिचौँ भन्ने लाग्यो। अनि मैले आफ्नो मोबाइल तिर्साएर भिडियो खिच्न थालेँ। अब यसरी भिडियो खिच्दै बाटोमा हिँडिरहेको बेलामा केही काम नपाएपछि एकछिन भिडियो खिच्छु भनेर लाग्दा यसरी बिस्तारै घरहरूको बाटोको सफा छ भनेर देखाउनको लागि भयो नि एकछिन मैले भिडियो खिचेँ। यसरी कतै जाने काम त होइन मेरो हुन चाहिँ, तर भिडियो खिच्नको लागि भयो पनि म यसरी चाहिँ हिँडिरहेको छु। सफा छ, सुन्दर छ, हरियाली पनि छ। आहा, कस्तो राम्रो सहर। नेपाल पनि यस्तै भयो भने कति खुसी भइन्थ्यो होला है साथीहरू। हेर्नुस् त, कतै पनि फोहोर भन्ने चिज छैन। हरियाली पनि छ, व्यवस्थित छ, एकदमै व्यवस्थित छ सहर।